दाइ नमस्ते। नमस्कार। हजुरको शुभ नाम चाहिँ? म सुभाष श्रेष्ठ। घर? बेलबारी 3। भनेपछि मोरङ निर्वाचन क्षेत्र नम्बर 3 भित्रै पर्यो होइन त? के छ यहाँको चुनावी वातावरण अहिले, माहौल कस्तो छ दाइ? चुनावी वातावरण अब अस्ति 6 गते मनोनयन दर्ता भएको छ। उम्मेदवारहरू निकैजनाले मनोनयन गर्नुभएको छ। गर्दाखेरि त्यसपछि चुनावी माहौल तातिरहेछ भनौँ न। अब के छ, हजुर त बौद्धिक जस्तो पनि देखिनुहुन्छ, बौद्धिक सर्कलकै हुनुहुन्छ होइन? आस्था जता जे भए पनि अब यो जेनजी आन्दोलन पछि हुन लागेको यो निर्वाचनमा कस्तो नेतृत्वलाई चाहिँ जिताउनुपर्छ भन्ने हजुरको धारणा रहेको छ? नेतृत्व जो आए पनि नयाँ आउनुपर्छ भन्ने हाम्रो धारणा हो होइन। जेनजी आन्दोलनको उद्देश्य पनि लगभग त्यही नै छ। अब पुरानो दल भन्ने बित्तिकै नेपाली काङ्ग्रेस र एमालेको नाम आउँछ। सँगसँगै राप्रपा र माओवादी पनि अब त पुरानै भए। त्योभन्दा पनि अब एमाले र काङ्ग्रेस अलिक बढी पुरानो भएकोले र अलिक बढी सरकार नेतृत्व र उनीहरूले गरेको हिसाबले उनीहरूको नाम सँगसँगै जोडिन्छ पुरानो सँगसँगै गर्दाखेरि अबको यो 82 को निर्वाचनपछि अब तिनै दलहरूको नेतृत्व चाहिँ हुनु हुँदैन भन्ने जहाँसम्म जेनजी मार्क्ससहितको र मलाई पनि त्यस्तो लाग्छ र यसपालिको चुनावको रिजल्ट लगभग धेरै झर्केला जस्तो लागेको छ मलाई। जस्तो कि यो क्षेत्र सुनिल शर्माको पकड एरिया भन्थे, अहिले पनि भन्छन् होइन? र यी नयाँहरूलाई उहाँसँग यसपटक चाहिँ प्रतिस्पर्धा गर्न कतिको सहज अप्ठ्यारो के छ? हजुर त यसो गाउँमा बुझ्नुहुन्छ होला, के छ चिया गफमा, कस्ता गफ हुन्छन्? यो पकड एरिया कसैको हुँदैन। सुनिल शर्माको पकड भनेको उसको परिवारको मान्छे होला होइन? अब हरेक उम्मेदवारको आफ्नो परिवारको मान्छे त हुन्छ। त्योभन्दा बाहिर भनेको स्वतःस्फूर्त आफ्नो मतदान प्रयोग गर्ने हो नागरिकले होइन? जहाँसम्म 74 मा सुनिल शर्माज्यूले हार्नुभएकै हो यो क्षेत्रबाट होइन? पछि उहाँले 79 मा जित्नुभयो। त्यसको अर्थ कहीँ न कहीँ 74 मा जित्ने उम्मेदवारसँग यहाँको जनता सन्तुष्ट नभएको अवस्था थियो र 79 मा ती उम्मेदवारले हार्नुभयो र सुनिल शर्माज्यू जित्नुभयो होइन? अब 82 मा 79 देखि 82 को बिचको राजनीतिक घटनाक्रम थोरै बदलेको अवस्था थियो र यो हिसाबले अब 79 को जित्नेले पनि भएन, 74 ले जित्नेकोले पनि भएन, 79 पनि भएन र अब 82 मा चाहिँ बिल्कुल नयाँ आउनुपर्छ। त्यसको एउटा विकल्प चाहिँ अहिले राजसभाले लिएर आउनुभएको एउटा बौद्धिक व्यक्तित्व जो चाहिँ लामो समय अहिले पछिल्लो समय काठमाडौँ महानगरका मेयर बालनज्यूसँग पनि एकदम निकटतम काम गर्नुभएको एकदम अनुभवी व्यक्तित्व यो हाम्रो क्षेत्रले पाएको छ। जहाँसम्म उहाँको विजय पनि हुने त्यस्तो हुनुहुन्न भन्नेमा छैन, जहाँसम्म उहाँको विजय पनि सम्भावना एकदम छ। हजुरलाई सुझाव सल्लाहको लागि धन्यवाद। धन्यवाद। दाइ नमस्ते। नमस्कार। हजुरको शुभ नाम चाहिँ? मेरो विष्णु कटेल। घर? बेलबारी। यो चाहिँ मोरङको क्षेत्र नम्बर 3 पर्यो नि? हजुर हजुर। के छ यहाँको ताजा चुनावी अवस्था के छ अहिले? ठिकै छ, सुरु भएको छैन अहिले। यहाँबाट को हुनुहुन्छ उम्मेदवारहरू, कसको चर्चा बढी छ होला? यहाँ त सुनिल शर्माको बढी चर्चा छ र यसपटकको निर्वाचनमा चाहिँ कस्तो खालको नेतृत्वलाई चाहिँ जिताउनु पर्ला भन्ने हजुरलाई लागेको छ? अब काम गर्ने, बजेट ल्याउने त्यही नै चाहियो, अरू त के चाहिन्छ? हामीलाई विकास चाहिएको होइन? विकास चाहिएको हामीलाई। र हामीले यसो अन्यतिर पनि प्रतिक्रिया लिँदाखेरि कतिले चाहिँ यसपटक चाहिँ परिवर्तन गर्नुपर्छ, नयाँ पार्टीहरूमा मत परिवर्तन गर्नुपर्छ भन्ने जस्तो पनि लाग्यो। अर्को तर्फबाट हेर्दाखेरि सुनिल शर्मालाई विरोध गर्ने ठाउँ पनि छैन। अलिकति मतदाताहरूमा कन्फ्युजन भएको हो कि भन्ने लागेको छ। हजुरको बुझाइ के छ? अब त्यस्तो कन्फ्युज छैन। हाम्रो त काम गरिरहेछ सुनिल दाइले होइन? काम गरिरहेको कारणले गर्दा उहाँलाई नै हो हाम्रो त। हजुर के भन्नुपर्ने छ? छैन। यतापट्टि थोरै दाइको पनि लिउँ होला। हजुर नमस्ते। नमस्ते। हजुरको शुभ नाम चाहिँ? मेरो नाम हेमराज मास्तोला। के छ दाइले भन्नुभएको कुरामा केही हजुरको सहमति, केही विमति केही छन् कि? हामी त एकदम सुनिल दाइपट्टि नै एकदम सपोर्टर हो। हामी सुनिल दाइलाई नै भोट हाल्छौँ। के छन्, सुनिल शर्माले यस क्षेत्रबाट जितेर गइसक्नु भएको छ होइन? सांसद पनि बन्नुभयो, बोल्ने ठाउँमा बोलिदिनु भएको छ, बजेट झार्ने ठाउँमा झारिदिनु भएको छ। यो बिचमा पनि उहाँले भनेका केही प्रतिबद्धताहरू पुरा नभए जस्तो यस्तो गर्दै गए हुन्थ्यो भन्ने केही थियो कि तपाईँका गुनासा केही? होइन, अब जति गरे पनि कमै गरेको देखिन्छ। अब समय पनि पुरै कार्यकाल पाउनु भएन, चुनाव छिटै भइहाल्यो होइन? अनि हामीलाई गर्नुपर्ने ठाउँमा गरिराख्नु भएको छ। हामी त एकदम सुनिल दाइसितै। हजुरको शुभ नाम चाहिँ? राजेश चौधरी। घर? बेलबारी। दाइ निर्वाचन आउँदैछ नि, कतिको थाहा छ हजुरलाई? चुनाव आउँदैछ? आउँदैछ। कहिले छ? त्यो चाहिँ थाहा भएन होइन, त्यो हेर्नै पर्छ। फागुन 21 गते बिहिबारको दिन चुनाव हुँदैछ होइन? तपाईँको क्षेत्रबाट को उठ्दै हुनुहुन्छ थाहा छ? त्यो चाहिँ थाहा भएन यताबाट चाहिँ। धेरैजना उठ्दै हुनुहुन्छ, तर यसपटक चर्चा भनेको चाहिँ नेपाली काङ्ग्रेसबाट सुनिल शर्मा, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की,
अनि माटोबाट पनि हुनुहुन्छ अमिर मगर भन्ने अन्य पार्टी पनि हुनुहुन्छ। हजुरलाई चाहिँ यसपटक कस्तो खालको नेतृत्वलाई चाहिँ भोट दिँदा राम्रो होला भन्ने लागेको छ? हाम्रो सोचाइले चाहिँ गर्दा चाहिँ माटोलाई नै सोच गर्दैछु म चाहिँ। माटोलाई दिउँ भन्ने किन, के कारणले? माटोको यसपालि चाहिँ राम्रो देखिरहेको छ कि अनि त्यही गर्नु। अलिकति परिवर्तन पनि हुनुपर्छ, नयाँ हो भन्ने नयाँ सोच पनि हो। हो। ठिक छ ठिक छ। के छ तपाईँको गाउँघरतिर कस्तो छ माहौल, कसलाई दिनुपर्छ भन्छन्? अब गाउँ अब भन्दा नि अब कहिले 9 बजे गइन्छ होइन। हुन त आफ्नो सोचाइ हुन्छ अरूको पनि होइन। अब मेरो सोचाइ चाहिँ त्यही माटोलाई नै हो। जय माटो म त। हस् हस्। र दर्शकबिनहरू, आज हामी यस बेलबारीकै रिपोर्टिङको सेरोफेरोमा छौँ। मोरङको निर्वाचन क्षेत्र नम्बर 3 बेलबारी आसपासमा चाहिँ यहाँको जनमत कस्तो छ, यहाँका मतदाताहरू के भन्नुहुन्छ भन्ने सिलसिलामा हामी एउटा मोबाइल सपमा आइपुगेका छौँ र उहाँको थोरै यो मोबाइल सपको पनि मार्केटिङ सँगसँगै उहाँको प्रतिक्रिया लिन चाहन्छौँ। हजुर नमस्ते। नमस्ते, हजुरको शुभ नाम चाहिँ? मेरो लोकनाथ पौडेल, घर चाहिँ यहीँ पर्यो? घर यहीँ बेलबारीति नै हो। यो के को पसल हो? यसो मोबाइल रिपेयरिङहरू, सेल्स सर्भिस त्यस्तै। के हुन्छ? हामी तपाईँलाई थोरै मार्केटिङ गर्ने अवसर पनि दिन्छौँ। यहाँबाट के सेवा लिन सक्छौँ? यहाँबाट अब मोबाइल जस्तै बिग्रेको मोबाइलहरू बनाउने भन्ने अरू सामानहरू मोबाइल सम्बन्धी त्यस्तै केही चाहिएमा थोरै लोकेसन पनि भनिदिन सक्नुहुन्छ कहाँनिर छ यो? लोकेसन भनेको बेलबारीको पेट्रोल पम्पदेखि 100 मिटर पूर्व दक्षिणपट्टि नलपोत अगाडि। सिमहरू पनि पायो होइन? सिम सबै पायो। हामी चाहिँ यो आगामी निर्वाचन फागुन 21 गते निर्वाचन हुँदैछ होइन, यसको सेरोफेरोमा हजुरको विचार के छ भनेर चाहिँ जनमत सङ्कलनमा आएको। के छ यहाँको चहलपहल कस्तो छ अहिले? चहलपहल अब सबै ठिकै छ। को हुनुहुन्छ यहाँबाट, केही थाहा पाउनु भएको छ? अब यहाँबाट चाहिँ नेपाली काङ्ग्रेसबाट सुनिल शर्मा भन्ने थाहा भयो। अर्को राजसभाबाट गणेश कार्की हुनुहुन्छ। के छ हजुर त युवा हुनुहुन्छ, यसपटक कस्तो नेतृत्वलाई चुनावमा मत दिनुपर्छ भन्ने लागेको छ? अब यसपालि त पुरानोलाई सबै पहिला दियो हेरियो पनि उहाँहरूको होइन, यसपालि नयाँलाई नै दियो भन्ने विचार छ। हजुर पनि विचार चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने नै हो? परिवर्तन गर्नुपर्छ। हजुर नमस्ते। नमस्ते, हजुरको शुभ नाम चाहिँ? मेरो नाम कृष्ण कटवाल। हजुरलाई यस निर्वाचनको बारेमा के थाहा छ? निर्वाचन अहिले भइरहेछ, अहिले निकै चहलपहल कसको बढी छ चर्चा? मोबाइलमा हेर्दा कसको धेरै आउँछन् फोटाहरू? चहलपहल हेर्दा त अहिले घन्टीको छ होइन, निकै। हजुर। बालन शाह, रवि लामिछानेहरूले केही हुन्छ कि भन्ने चाहिँ आशा अहिलेको। यसपटकको चुनावमा धेरै चाहिँ तपाईँहरू जस्तै जेनजीको भूमिका छ, घर परिवारमा कसरी काउन्सिलिङ गर्ने, कसरी भन्ने कुरा होइन। तपाईँको विचारमा चाहिँ यसपालि कस्तो नेतृत्वलाई जिताउनुपर्छ भन्ने लागेको छ? यसपालि युवालाई जिताउनुपर्छ र युवाले नै केही गर्नुपर्छ। बुढाखालाले त जितिरहेछन् होइन, अरू पार्टीहरू जितिरहेछन्, जस्तै काङ्ग्रेस एमालेहरूले जितिराखेकै हो। अब नयाँलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा हो। हजुरलाई समयको लागि धन्यवाद। त्यसै गरी हामी अहिले मोरङको बेलबारीमा छौँ। हामीसँग एकजना दिदी हुनुहुन्छ, थोरै कुराकानी गरौँ न है। हजुरको शुभ नाम? मेरो पार्वता कटुवाल। घर चाहिँ? मेरो बेलबारी दुई लाल भित्ती। निर्वाचन हुँदैछ नि, हजुरलाई के थाहा छ? खोइ मलाई त केही पनि थाहा छैन। भोट लाउने दिन नजिकै छ। हजुर हो त्यस्तो चाहिँ अब सुनिँदैछ होइन, अब को नि त के हो कहिले हो। यो पालिको निर्वाचनमा कस्ता नेतृत्वलाई चाहिँ भोट हाल्नु पर्ला भन्ने हजुरले सोच्नु भएको छ? अब को छ अलिकति योग्य व्यक्ति होइन, जसले चाहिँ अब देशमा अलिकति यताउता यसो अब विकास गर्नुहुन्छ हो, त्यसैले त हो नि हजुर। जस्तो कि यो पटक चाहिँ यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीबाट गणेश कार्की हुनुहुन्छ, अनि नेपाली काङ्ग्रेसबाट डाक्टर सुनिल शर्मा हुनुहुन्छ, त्यसै गरी श्रम संस्कृतिबाट चाहिँ अमिर राई हुनुहुन्छ। धेरै चल्नुभएको 3 जना हो। माटोको पनि चर्चा छ, हर्क साम्बाङको पार्टी होइन। हामी चाहिँ कुनै पार्टीको फेभरमा छैनौँ, तर तपाईँहरूको मनको कुरा चाहिँ हामी खोज्दै आएको। अब जेनजी आन्दोलन पनि भयो, देश परिवर्तन गर्नुपर्छ कि भन्ने सोच पनि होला, र कस्तोलाई चाहिँ योपालि दिउँ जस्तो लागिरहेछ? खोइ अहिलेसम्म चाहिँ अब हामी चाहिँ खोइ यसैलाई भन्ने चाहिँ हाम्रो त्यस्तो फिक्स नै केही सरसल्लै भएको छैन। सबैजना राम्रै नराम्रो खोइ कसलाई भन्ने र होइन। हाम्रो नजरमा अब सबैजना सही नै हुनुहुन्छ। हेरौँ अब भोलिका दिनमा। समयको लागि धन्यवाद।